साथीहरू यति बेला भुन्टी सिरियलमा भने भूपेन्द्रकी भाउजूले भुन्टीलाई सामानहरूको लिस्ट दिएर उनले लेख्न पढ्न जान्दिनन् भनेर पसलेलाई पढ्न पठाएर उनी चाहिँ सामान लिएर घरतर्फ फर्किँदै गर्दा भने यति बेला भुन्टीले भूपेन्द्रकी भाउजूले बोलेका ती सारा नमिठा वचन अनि त्यसरी गिज्याएर भनेको ती तेरो पहिला छाड्दै यससँग लागेर केही काम छैन अनि तँलाई नत्र घरबाट निकालिदिन्छु, मेरो एक मुष्ट सम्पत्ति पनि तँलाई दिदिन, यो घरको सबै सम्पत्ति मेरो भनेपछि यति बेला त्यस्तै कुरा सम्झिँदै गर्दा भने एकजना केटासँग भुन्टी भने ठोकिएकी छिन्। हो दर्शक वृन्दहरू, यति बेला भुन्टीले भने अनेकौं कुराहरू सोचिरहेकी थिइन्। पहिले श्रीमानको यस्तो व्यवहार थियो भनेर अनि भाउजूले गरेका ती नमिठा वचनहरू अनि दाइ भाउजूले बोलाएको बेला बोल्दैन बेलाका सबै कुराहरू सम्झिरहेकी थिइन्। त्यति नै क्रममा एउटा इमानदार अनि सोझो एकदमै लगनशील जस्तो मान्छे आए, उताबाट पुस्तक समातेर आउँछन् र ढाका टोपी लाएर उनको इन्ट्री हुन्छ। त्यति नै क्रममा भने भुन्टी एकसोरे भएकी हुन्छन्। तिनी सामानहरू ल्याएर अचानक ठोकिँदा भने भुन्टीका सबै सामानहरू लथालिङ्ग भएका छन्। हो दर्शक वृन्दहरू, उनीहरू ठोकिँदा भने यस्तो प्रकारको सिन देखाइन्छ। हेर्नुहोस् पुरा भिडियो। दर्शक वृन्दहरू, पक्कै पनि उनीहरू दाइ बहिनी त होइनन् होला। सिनमै यस्तो छ कि उनीहरू कुनै प्रेम प्रेमिका हुन्। उनीहरूको पहिले नै कुनै प्रेम बसेको थियो। उनको पूर्व प्रेमी त होइनन् कतै। तपाईहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। साथीहरू, मलाई जहाँसम्म लाग्छ उनी भने अब कथामा एउटा भुन्टीको प्रेमी पूर्व प्रेमीको रूपमा चिनिन सक्छन्। हो साथीहरू, मलाई लागेको कुरा चाहिँ यही हो। तपाईहरूलाई के लाग्छ त्यो भने कमेन्ट गर्नुहोला। साथीहरू, त्यो इमानदार अनि सोझो जस्तो देखिने केटाले भने यति बेला भुन्टीलाई भने एक नजरमै मन पराएका छन्। तर के भुन्टीले आफ्नो श्रीमान भूपेन्द्र त्यस्तो अवस्थामा हुँदा के भुन्टीले त्यो सोझो अनि इमानदार जस्तो देखिने त्यो पुरुषसँग प्रेम गर्लिन् त? तपाईहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। र तपाईहरूलाई अब भुन्टी सिरियलमा भने भूपेन्द्र र भुन्टीको जोडी राम्रो लाग्छ कि भुन्टी र अहिले देखिएको सोझो अनि इमानदार जस्तो केटोको विवाह हुनुपर्छ भन्ने लाग्छ? त्यो भने तपाईँ पक्कै पनि कमेन्ट गर्न भने पक्कै पनि नबिर्सनु होला है त साथीहरू। त्यो सोझो अनि इमानदार जस्तो देखिने केटाले भने यति बेला भुन्टीलाई एक नजरमै मन पराइसकेको छ। अब भने ऊ भुन्टीको पछि लागेर उनको घरको पिछा गर्नेछ। हो दर्शक वृन्दहरू, तर भुन्टीले के गर्लिन् त दर्शक वृन्दहरू? आफ्नो श्रीमान त्यस्तो अवस्थामा हुँदा के उनले त्यो केटासँग प्रेम गर्लिन् त? तपाईहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। र साथीहरू, यता भने भूमिकाको बिहे अब नहुने जस्तो सम्भावना भने देखिसकेको छ। हो दर्शक वृन्दहरू, त्यो केटा भूमिकाको बोयफ्रेन्डको दिले भने यति बेला अर्कै केटीसँग कुरा गर्ने सम्भावना छ। त्यसैले त्यो केटाले भने म भूमिकालाई नै मन पराउँछु, तपाईँ कस्तो कुरा गर्नुहुन्छ दिदी, म भूमिकालाई नै मन पराउँछु, म अरू केटीसँग बिहे गर्दिनँ भनेका छन् भने यता भूमिका पनि आफ्नै आमाको लागि उही माइतमै बसिरहेकी छिन्। हो साथीहरू, के अब भूमिकाको विवाह होला त? तपाईहरूलाई के लाग्छ कमेन्ट गर्नुहोला। जहाँसम्म मलाई लाग्छ साथीहरू, भूमिकाको बिहे चाहिँ त्यो भूमिकाको त्यो केटासँग चाहिँ हुँदैन होला। र यता भूपेन्द्रकी भाउजूले भने यति बेला भुन्टीलाई भने अनेक थरी कुरा चाहिने नचाहिने कुरा भनेर यति बेला उचालिरहेकी छिन्। यस्तो भूपेन्द्रको पछि लागेर तैँले के पाउँछेस् भुन्टी, यसको पछि लाग्न छोडिदे, मेरो सम्पत्तिको कति पनि आश नगर भनेकी छिन्। यता भुन्टीले पनि त्यस्तै जवाब दिएकी छिन्। म तिम्रो सम्पत्तिको पछि लागेको होइन, तिम्रो सम्पत्ति देखेर म आएको होइन, म चाहिँ यहाँ मेरो श्रीमान यस्तो हालतमा हुँदा बस उनलाई साथ दिन मात्र आएको हो। त्यही पनि मैले सधैँका लागि यो घरमा बस्न आएको होइन। म चाहिँ मेरो श्रीमान ठिक हुन बित्तिकै मेरै माइतमा जान्छु, किनकि मेरो श्रीमानले पहिला मलाई कस्तो व्यवहार गरेको थियो। म मेरो श्रीमानसँग बस्दिनँ, मात्र उनलाई ठिक गर्नु छ भनेर चाहिँ उनी
भनिरहेकी छिन्। तर अब कथामा भने भुन्टीले भूपेन्द्रलाई साथ नदिएर त्यो नयाँ केटोलाई साथ दिने सम्भावना पनि देखिन्छ है साथीहरू। किनकि भूपेन्द्रले पहिले त्यस्तो व्यवहार गरेको थियो, त्यस्तो आरोपहरू लगाएको थियो, विभिन्न किसिमका नराम्रा आरोपहरू लगाएको थियो। त्यसैले भने भुन्टीले ती सबै सम्झेर भने यदि अब भुन्टीले भने त्यो सोझो अनि इमान्दार जस्तो देखिने केटोसँग भने अब प्रेम गर्ने हामीले देखिरहेका छौँ। र यति बेला भुन्टीका दाइ भाउजू टोकले र पूर्णिमा भने यति बेला भुन्टीसँग एकदमै रिसाइरहेका छन्। दर्शक वृन्दहरू, भुन्टीले पनि त्यस्तो पापीसँग किन जान्थ्यो होला है भनेर चाहिँ उनले दाइले चाहिँ भुन्टीको दाइले चाहिँ पूर्णिमासँग भनिरहेका छन्। पहिले यस्तो नराम्रो व्यवहारहरू लगाएको थियो, हामी दुई दाइ बहिनीमा यस्तो घिनलाग्दो आरोपहरू लगाएको थियो। त्यस्तो थाहा हुँदाहुँदै पनि भुन्टी फेरि त्यसलाई नै साथ दिन किन गयो भनेर चाहिँ ऊ रिसाइरहेका छन्। भूपेन्द्रले गरेका ती विगतमा गरेका ती सारा गल्तीहरू सम्झिँदै नराम्रा आरोपहरू विभिन्न किसिमका भुन्टीलाई त्यो घरबाट निकालेको थियो, त्यस्तो केटीहरू पछि डुलाएको थियो, त्यस्तो सबै कुरा सम्झेर भने यति बेला भूपेन्द्रको दाइ भाउजू टोकले र पूर्णिमा भने एकदमै रिसाइरहेका छन्। त्यही रिसाउने क्रममा भने बाटोमा उनकै दाइ भाउजू झगडा गर्दै अथवा त्यत्तिकै बोल्दै गएका क्रममा भने यति बेला टोकलेको ससुरा अथवा पूर्णिमाको बुवाले देखेर चाहिँ उनलाई आफ्नो घर लिएका छन्। सबै खुसी भएर त्यहाँ जान्छन्। अनि त्यहाँ उनले ससुराले चाहिँ ज्वाइँलाई टोकले ज्वाइँलाई सम्झाउँछन्, कति अरूको बारेमा सोच्नुहुन्छ ज्वाइँ साहब, आफ्नो बारेमा सोच्नुहोस्, कहिले तपाईँ पैसा कसरी कमाउने सोच्नुहोस्, तपाईँको जीवन सोच्नुहोस्, अरूको कति सोच्नुहुन्छ भन्दा चाहिँ टोकलेले मेरो बहिनी भनेको सबै थोक हो, मेरो बहिनीको बारेमा म सोच्छु भनेर सबै कुरा उनले त्यहाँ भनिसकेका छन्। साथीहरू, अहिले भने लास्टमा यति बेला भुन्टीले आफ्नी भाउजूले गरेका ती नराम्रा व्यवहारहरू, श्रीमानका ती नराम्रा व्यवहारहरू अनि आफ्नो दाइ र भाउजू रिसाएका छन् भनेर सबै कुरा सम्झिँदै उनी चाहिँ पसलबाट घर तरकारीहरू के किनेर चाहिँ उनी घर फर्किँदै थिइन्। त्यसरी फर्किने क्रममा भने उताबाट एउटा इमान्दार अनि सोझो जस्तो ढाका टोपी लागेको अनि एउटा हातमा पुस्तक समातेको अनि टक्क हिँडेको जुत्ता लगाएर उताबाट केट आउँदै थियो। तर एक्कासी यताबाट भुन्टी भएका नभएका कुराहरू सोचेर भने एक्कासी उनीसँग ठुकिन पुगेकी छिन्। हो साथीहरू, त्यहाँ चाहिँ कसैले भन्नुहुन्छ होला उहाँ चाहिँ दाइको रूपमा चिनिनुहुन्छ, तर दाइको जस्तो सिन नै देखाएको छैन, त्यहाँ चाहिँ प्रेम प्रेमिका जस्तो सिन देखाइएको छ साथीहरू। त्यसैले अबको नयाँ भागमा भने उहाँहरू पूर्व प्रेमीको रूपमा भने चिनिन्छ होला। हो साथीहरू, अब भने भुन्टीले सुख पाउने भने पक्की भइसकेको छ। हो साथीहरू, अब भूपेन्द्रले गरेका ती पापहरूका सजाय भने पाइसकेको छ र अझै पनि पाउनेछ। भुन्टीलाई त्यस्तो व्यवहार गरेको थियो, त्यस्ता घिनलाग्दा आरोपहरू लगाएको थियो दाइजू बहिनीको सम्बन्धमा, अनि त्यस्तो नराम्रो व्यवहार गरेको थियो, आफ्नो दाइ भाउजूको सम्पत्तिमा मोज मस्ती गरेको थियो, केटी घुमाएको थियो। त्यसरी अहिले सबै कुरा भने यति बेला भुन्टीको आँसुले भूपेन्द्रलाई सरापिरहेको छ। त्यसैले भने अब भुन्टीले त्यो केटासँग गएर उनले सुख पाउने भने पक्का छ। र साथीहरू, तपाईँलाई के लाग्छ, के मनपर्छ, भुन्टी र भूपेन्द्रको जोडी मनपर्छ कि त्यो नयाँ अनि सोझो अनि इमान्दार जस्तो देखिने त्यो नयाँ केटाको जोडी मनपर्छ? प्लिज कमेन्ट गर्न भने नबिर्सनु होला है त। त्यस्तै तपाईँलाई अब भुन्टी सिरियलमा के कस्तो भइदियो भन्ने जस्तो लाग्छ त्यो भने कमेन्ट गर्न भने पक्कै पनि नबिर्सनु होला है त। त्यस्तै तपाईँहरू हाम्रो यस भिडियो कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ प्लिज त्यो ठाउँको नाम भने कमेन्ट गर्न पक्कै पनि नबिर्सनु होला। हामीलाई पनि थाहा हुनेछ कि कुन ठाउँबाट तपाईँहरू हाम्रो भिडियो हेरेर माया गर्दै हुनुहुन्छ भनेर। त्यस्तै हजुरहरूलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा भुन्टी लेखेर हाम्रो यस च्यानललाई सब्सक्राइब भने गरिदिनु होला, किनकि हामीले यस्तै नयाँ भागमा के हुन्छ र अब के हुन्छ भन्ने कुरा बताउन जानेछौँ। त्यसैले हाम्रो च्यानललाई सब्सक्राइब गर्न भने नबिर्सनु होला। फेरि पनि अर्को नयाँ भिडियो ल्याउनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। हस्, धन्यवाद।